नमस्ते सेवा भन्दै म पनि छोटो छोटो भिडियो लिएर आएको छु हजुरको सामु। यो छोटो भिडियो चाहिँ कस्तो भन्दा आज मलाई चाहिँ एकदम धेरै रिस उठेको एउटा कुरा छ हैन। रिस पनि किन उठेको मलाई रिस यस्तो उठ्यो आज भन्दा पनि हिजोदेखि मलाई रिस उठिरहेको छ एकदम धेरै। तर म रिस उठ्यो भने मलाई एकछिन मात्र रिस उठ्छ, धेरै टाइम हुँदैन। त्यो एउटा कुरा ल्याएर मलाई रिस उठिरहेको रिस उठ्छ एकचोटि यस्तो रिस उठ्छ कि यस्तो रिस उठ्छ। रिस उठेको बेला म चाहिँ फेरि कसै देख्दिनँ क्या। मेरो छेउमा जति धेरै मान्छे जसुकै होस् तर मलाई रिस उठेपछि नि केही पनि देख्दिनँ कसम। के भएको होला यस्तो चाहिँ कोलाई हुन्छ रिस उठेपछि। सो मलाई चाहिँ हिजोदेखि नै रिस उठिरहेको थियो। किन रिस उठिरहेको थियो भन्दा म भन्छु ल किन रिस तर म हाँसिरहेको हुन्छु। मलाई रिस उठे पनि मलाई टेन्सन भए पनि एकछिन मात्रै हो क्या। अनि एकछिन चाहिँ अब त्यो बिर्सिहाल्छु क्या, त्यही हो साथीहरू। अनि मलाई चाहिँ किन रिस उठेको भने अब म भन्छु ल, यहाँ म मजाले बसेर भन्छु तपाईँहरूलाई मलाई किन रिस उठेको रहेछ। गले हो म त गले भन्दा पनि त्यो बाइकमा बसेपछि चाक थेचारेर भन्नु छ गाइजर। अनि मलाई चाहिँ किन रिस उठेको भन्दाखेरि म चाहिँ दमक पुगेर आएको नि त। दमक पुगेर आएर पनि यहाँ चस्मा पनि त्यतिकै लगाइरहेको छु। सो अनि किन गएको भने दमकमा चाहिँ धागो ल्याउनु थियो। म ढाका बुन्छु नि त, अनि त्यही भएर मैले चाहिँ धागो ल्याउनु पर्ने थियो। अनि अब यो ढाका बुन्ने धागो चाहिँ जताततै दिँदैन नि त। अनि त्यो दिदीले चाहिँ दिनुहुन्छ। मैले चाहिँ धरानबाट पनि ल्याउँछु अनि यता दमकबाट पनि ल्याउँछु। दमकैबाट ल्याउनुलाई सजिलो हो नि त भनेर अनि दमक जानुलाई मेरो तानको धागो चाहिँ हिजो नै सिद्धेको हो नि त। अनि हिजो सिधेपछि अनि जाउँ भनेको होइन मेरो बुढोलाई अनि फोन गरेछ त्यहाँ दिदीलाई। फोन गरेर फोन नगरी जानु अनि भन्यो नि त उसले नै। अनि जाउँ न त, फोन नगरी जाँदा फोन गर्नु न। मैले भने फोन गरौँ न त भनेर नि उहाँले चाहिँ फोन गर्नुभएछ हो मेरो बुढोले। त्यसो कुरा हुँदै अनि जाउँ, मैले चाहिँ धागो ल्याउन जाउँ आज मेरो धागो सिध्यो भनेर मैले भने मेरो बुढोलाई। त्यसरी भन्दाखेरि चाहिँ अनि कहिले फोन नगरी जानु हामी, अनि फोन नगरी जाने हो र हामी भनेर भन्यो। अनि फोन गरौँ न त दिदीलाई, फोन गरेर जाउँ न भने। अनि मैले फोन गर्नु लाग्यो अनि फोन गरेछ। अनि के भनेछ भने मेरो बुढोले चाहिँ धागो सोधेछ होइन। धागो सोधेर चाहिँ के भन्दै सोधेछ भने नटासा धागो छ दिदी भनेछ। अनि दिदीले भन्नुभएछ छैन नटासा धागो त भाइ भन्नुभएछ। अनि मैले बुन्ने त नटासा धागो त होइन। अनि मैले अनि के त्यो दिदी फोन छैन अरे, कुनै पनि धागो छैन अरे, कुनै पनि धागो छैन अरे, सर्टेज भइरहेछ अरे, धागो नै छैन अरे भन्यो मेरो बुढोले मलाई। अनि मलाई त रिस उठ्यो। मलाई चाहिँ किन रिस उठ्यो भन्दाखेरि म चाहिँ अब खाली मलाई बस्नै मन पर्दैन नि त। फोन चलाएदेखि अन्त फाल्टो टाइम चाहिँ मलाई काम गर्नै पर्छ। मैले चाहिँ काम गर्नै पर्छ। मलाई काम गरेर भने चाहिँ म बौलाउँछु है, एकदम बौलाउँछु। मलाई कस्तो हुन्छ क्या मलाई काम गरेर भने। त्यही भएर म चाहिँ के गर्ने कसो गर्ने, अब म के गर्ने होला आज दिउँसोभरि के गर्ने होला कसो गर्ने होला भन्दै मलाई त रिस उठ्यो। धागो छैन भनेपछि त अब के गर्ने होला, खोजेर ल्याउँ भन्दाखेरि कहाँ खोज्नु, कहीँ पनि छैन, सर्टेज छ अरे, जहीँ पनि सर्टेज छ अरे भनौँ। माइ गड मलाई त झन् रिस। ए भगवान्, त्यो दिदीले नै सबै कुरा सबै ठाउँमै छैन भनेको हो कि कहीँ नै छैन अरे त्यो धागो। त्यो दिदीलाई कसरी थाहा छ सबै ठाउँ छैन भन्ने धागो। अब दमकमा त धेरै नै ढाकाहरू हुन्छ नि त, ढाकाहरू बुन्छ अनि धागो त पाइन्छ। कति ठुल्ठुलो ढाका पसलहरू पनि छ नि त। अनि भने मैले छैन अरे, सबै सर्टेज छ अरे भन्दै मलाई त अनि त्यहाँदेखि रिस उठ्यो। कसले म अब 3 दिन धागो आउँदैन भने मलाई 3 दिन चाहिँ के गरी बस्ने भन्ने मलाई चाहिँ भयो क्या। 3 दिन चाहिँ म के गरी बस्ने त, 3 दिनसम्म धागो आएन भने चाहिँ म के गर्ने, 3 दिनसम्म के गर्ने भन्ने मलाई रिस उठ्यो क्या। 3 दिनसम्म चाहिँ म के गरी बस्नु भने। अनि त्यो धागो जस्तो मलाई चाहिने धागो चाहिँ रहेछ हिजो नै होइन, छ रहेछ त्यो दिदीकोमा टन्नै। उसले चाहिँ नटासा भनेछ। नटासा भनेको चाहिँ साडीहरू बुन्ने धागो हो। तर म मिटर कपडा बुन्छु, त्यही भएर मिटर कपडा बुन्ने धागो चाहिँ अलरेडी हिजोदेखि नै रहेछ, हिजो अस्तिदेखि नै रहेछ। अनि फेरि दिदीले आज बिहान फोन गर्नुभयो। अनि फोन गरेर चाहिँ किन गर्नुभएको दिदी भने मैले। अनि दिदीले चाहिँ के भन्नुभयो भने तपाईँले धागो हिजो भाइले फोन गरिराख्नु भएको थियो, नटासा धागो आइसक्यो बहिनी। अनि मैले भने दिदीलाई नटासा धागो होइन दिदी, मलाई चाहिएको चाहिँ त्यो
मिटर कपडा बुन्ने धागो भने होइन मैले त्यतिर भन्दाखेरि हो र अनि मसँग मिटर कपडा बुन्ने धागो त थियो त अनि भाइले त नटसा भन्यो भन्नुभयो नटसा धागो होइन मैले मिटर कपडा बुन्दैछु कता नटसा धागो हो भने मैले अनि त्यहाँदेखि ल त्यसो भयो भनेर नि अरू धागो छ त्यो मिटर कपडा बुन्ने चाहिँ जुनसुकै सबै कलरको धागो छ भन्नुभयो अनि त्यहाँदेखि लुजोम भने मेरो बुढोलाई हो अनि भनेपछि अनि गएर तमा गएर सट्टा धागो पनि ल्याएर आएँ अनि धागो ल्याएँ धागो पनि धेरै धागो लिएको छ धागो ल्याएर आएँ मैले चाहिँ यो स्काई कलर चाहिँ यति मात्र ल्याएँ किनभने अब स्काई कलरको चाहिँ यति मात्र बुन्नु परेको स्काई कलर र सेतो बुनेको होइन अनि यिनीहरूको चाहिँ बुनेर सक्नु आँटेको अब यिनीहरू थाल्नुपर्नेछ यो 2 कलरको फेरि थाल्नुपर्नेछ त्यही भएर धागो ल्याउनु गएको अनि यहाँ धेरै कुराहरू क्या आज मलाई रिस उठिरहेको छ अघि बाटोमा यति रिस उठेको हो तर म अहिले हाँसिरहेको छु किन होइन के भयो भने मैले यहीँ पसलहरू छ नि त यहाँ पसलमा तेलहरू राख्छ अनि मैले चाहिँ यहीँबाट बाइकमा लगाएर मेरो बुढोलाई चाहिँ बाइकमा जग भनेको थिएँ अनि लिन हिँडिहाल्नु अरे क्या फेरि अझ त्यो दिदीसँग त धागो छ अरे त अनि भने मैले भनेको लु हिँडिहाल न त गइहालौँ अरे क्या अब म चाहिँ खाना खाएर भाँडाकुँडा धुएको छुइनँ के गरेको छैन हिँडिहाल्नु अरे क्या अब यस्तो छ कसैको बुढोहरू यस्तो छ एकदमै धेरै रिस उठाउँछ म त उसँग हिँड्नु पर्यो भने त प्रत्येक उसँग हिँडेको दिन चाहिँ मेरो झगडा भइहाल्छ उसँग हिँड्नु भन्नुपछि झगडा भइहाल्छ के हो यो यस्तो पनि हुन्छ र भने उसँग हिँड्नु भन्नुपछि झगडा यति हुन्छ हाम्रो झगडा त भइ नै हाल्छ 15-10 मिनटको बाटो हिँड्नु किन नपरोस् झगडा भइहाल्छ किन झगडा हुन्छ भने उही त्यस्तो ल्याङ गर्छ कि म पड्काइदिनु मन लाग्छ मलाई त्यति बेला चाहिँ म त पड्काइदिनु पनि सक्छु अनि के भयो भने यहीँदेखि तेल लाएर जाउँ भनेको मैले यहाँ त्यो के गऱ्यो क्या अनि त्यहाँदेखि फेरि तेल पेट्रोल पम्पमा त रोक्छ अनि पेट्रोल पम्पमा रोकेर के भने तेल लाउने पैसा दियो अरे मैले तेल लाउने पैसा त बोकेकै थिइनँ अनि धागो किन्ने पैसा मात्र बोकेको थिएँ अघि नै तेल लाउनु भन्दा चाहिँ नबोली हिँड्छ यहाँ गऱ्यो कि भनौँ मैले बुझिनँ अनि त्यहाँदेखि पेट्रोल पम्पमा पुगेर चाहिँ पैसा लियो कति ल्याउने भनेको त 500 लाउने ओहो 500 भयो त पुग्दैन 500 त पुग्दैन 500 त भने मैले चाहिँ धागो किन्नु परेन कि धागो किन्ने ठाउँमा पुगेर मात्रै आउनु भनेर मैले भन्दाखेरि रिसले होइन ठुई पल्टेर गयो क्युआर गर्नु होइन अब यहाँ कुरा आउँदैछ क्युआर गर्नु गयो अनि क्युआर गरेछ 500 को तेल लाग्छ नि त्यहाँदेखि त्यहाँ त्यो पेट्रोल पम्पदेखि हिँड्ने बेला हुन्छ पेट्रोल पम्प कि पेट्रोल ठक्कमा बस्ने बित्तिकै गरेर यस्तो बाइक गऱ्यो क्या त्यो बटन यस्तो हुन्छ नि त कस्तो मान्छेलाई होइन म अलिकति थोरैले झरिन कि यस्तो भएर पर पुगिसकेको थिएँ क्या मैले यस्तो समातिहालेँ क्या उसलाई म झरेको आज क्या बाइकबाट अनि मलाई त यस्तो रिस उठेन अनि मलाई रिस उठ्यो मैले रिस उठेर के भन्यो भने मान्छे थियो मैले त्यस्तोहरू भनिदिएँ अनि मलाई रिस उठ्यो नि त अनि त्यसरी भने बेच्नुकै नै तरिका हुन्छ अरे है अब मेरो तरिका अरे होइन अनि मेरो तरिका अरे अनि मलाई त त्यस भनेपछि गयौँ बाइकमा अनि मलाई त पत्रे पुगेपछि त एक्कासी यसो सम्झेको यति रुएँ म होइन बाइकको पछाडि बसेर म यति रुएँ यति धेरै आँसु झऱ्यो होइन यता झऱ्यो पुरै चिउरामा आँसु आइपुग्यो म त रुँदै बाइकको पछाडि छु मलाई चित्त दुख्यो नि त त्यस्तो किन गरेको होला होइन जहिले पनि मसँग हिँड्दा चाहिँ किन यस्तो झगडा हुन्छ जहिले पनि किन यस्तो गरेको होला अब त म त कहिले पनि हिँड्दिनँ उसँग त भन्ने भयो क्या मलाई किन उसँग हिँड्दा मसँग हिँड्दा जहिले पनि ऊ झगडा गरिहाल्छ कि मैले यहाँ जाउँ त्यहाँ जाउँ भन्यो भने उसलाई रिस उठिहाल्छ होइन अब त म भन्दिनँ जस्तो लाग्छ होइन अब भन्नु परिहाल्छ अब एउटा घरमा बसिसकेपछि आफ्नै सवारी साधन भइसकेपछि त होइन अब जाउँ यता त्यता भन्ने हुन्छ नि त नहुँदा बरु है हुन्छ नि
अनि मलाई कस्तो चित्त दुख्यो क्या अनि म त रुँदै झन्डै दमकै पुगेको कस्तो आँसु म त फेरि आँसु एकदम छिटो झर्छ क्या मेरो चाहिँ आँसु चाहिँ एकदमै छिटो झर्छ झन् म पहिले कति धेरै रुन्थेँ नि तर आजभोलि अलिक स्ट्रङ भएको छु नि त त्यही भएर तर पनि आज मलाई कस्तो धेरै रुयो म त भाइको पछाडि बसेँ यति धेरै चित्त दुख्यो नि अनि मलाई त कस्तो चित्त दुख्यो क्या अनि त्यो साथीहरू अब मैले चाहिँ धागो किनेर ल्याएँ आज त तान्बुदिन होला आज मेरो कपडा पनि धुनु छ उता अलिकति बारी पनि खन्नु छ साथीहरू त्यो त्यस्तै हो क्या बुढाहरू भन्ने जन्तु चाहिँ के हो यस्ता मलाई रिस उठ्छ अबदेखि म उसँग हिँड्दिनँ कति हानिदिन्छु भनिरहेको छु म हिँड्दिनँ क्या म उसँग हिँड्नु पऱ्यो भने यस्तो झगडा हुन्छ म त जहिले पनि उसँग हिँड्नु पऱ्यो भने यस्तो झगडाहरू पर्छ अरू केटासँग हिँड्नुपर्छ कि क्या हो मलाई त त्यस्तो लाग्छ हौ गाइज अरू आफ्नो बुढासँग हिँड्नु भने यस्तो झगडा हुन्छ कि ए सरी अरूको बुढा भनेस् ए सरी अरूको बुढा भनेस् अरूसँग हिँड्नु भने त कुरो फेरि त्यस्तो हिँड्नुहुँदैन धागो पनि किनेर ल्याइसकेँ अनि मर्चा पनि ल्याएको मैले जाड बनाउने मोर्चा कपडा धुनु पर्ने छ तमा गएर आएको अब धुने कपडा धुने हो कस्तो चिसो खाएको पेट ठुलो भएछ खनाइसकेँ मैले डुकडुकी भयो सासबाट थोरै त खन्नु यहाँ पनि खन्नु थियो यहाँ चाहिँ लसुन रोपेको भएन कुखुराले टेकेर यहाँ चाहिँ अब के लगाउने क्या सुँगुरलाई यसो चारो होस् कि चारो होस् भनेर चारो उम्रियो भने सुँगुरलाई चारो हुन्छ भनेर लगाउनलाई आजको मेरो काम चाहिँ के भन्दा दमक गएर आएँ कपडा धोएर बारी खने सो आज काम चाहिँ मेरो यति नै अब भोलिदेखि चाहिँ भयङ्कर मेरो टान बुन्नु पर्ने हुन्छ सबैजनालाई बाई बाई